तपाईँ अनि अहिले कति वर्षका हुनुभयो? अहिले म 92 वर्षमा हिँड्दैछु। मेरो जन्म हो 1990 साल चैत 15 गतेको विक्रम सम्वतमा। ईस्वी सम्वत पर्दछ 1934 सनको मार्च महिनाको 29 तारिक। त्यसदेखि हिसाब गर्दा अहिले म 91 वर्ष 6 महिना कटेँ। तपाईलाई अब श्रीकृष्णले सधैँभरि सुस्वास्थ्यवान राखुन्, दीर्घायु राखुन्, माता दुर्गाले दीर्घायु राखुन्, स्वास्थ्यवान राखुन्। त्यही म दुर्गा मातासँग श्रीकृष्णसँग प्रार्थना गर्दछु तपाईका लागि। भाइको जीवनलाई म लामो मेरो जस्तै अझ लामो दीर्घायु हुने आशीर्वाद दिँदै मन्त्र फेरि भन्नु त। आयुर्द्रोण सुते श्रियं दशरथे शत्रुक्षयं राघवे ऐश्वर्यं नौषे गतिश्च पवने मानं च दुर्योधने दानं सूर्यसुते बलं हरधरे सत्यं च कुन्तीसुते सुज्ञाने विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे जीवकल्पसहस्राणि तेजो वृद्धिकरं प्रसन्ना देवी कल्याणात् तिलकं रिपुमर्दनम्। अरू पनि छन् थोरै, त्यति नै भन्नु। श्लोकको अघि भनेको स्वर्गको आयुर द्रोण सुते, द्रोणका छोराको जस्तो लामो आयु होस्। द्रोणको छोरा को हुन् भने अश्वत्थामा। द्रोण पञ्चपाण्डवका गुरुबाउ थिए। पञ्चपाण्डव र कौरवका गुरुबाउ थिए द्रोण। तिनले धनुर्विद्या सिकाएको थियो। तिनका छोरा अष्टचरणीभित्रमा एकजना हुन्। आरो द्रोण श्रीयम दशरथे, राजा रामका बाबुको नाम दशरथ। उनको श्रेय माने सौभाग्य। बडा भाग्यशाली थिए ती राजा दशरथ। राजा दशरथ अत्यन्त भाग्यशाली थिए र उनको जीवनमा धेरै कालसम्म सन्तान थिएनन्, छोराछोरी थिएनन्। तिनवटै पतित भए तापनि भरे श्रृङ्ग ऋषिको आशीर्वाद यज्ञादिको पुण्यद्वारा एकैचोटि 4 भाइ छोरा जन्मिए। राम लक्ष्मण भरत शत्रुघ्न 4 भाइ छोरा जन्मिए। यसै त धनी थिए, सुखी थिए, राजा थिए। त्यहाँमाथि त्यो छोराछोरी त उनको ठुलो सौभाग्य भएको थियो। र श्रीम दशरथे शत्रुक्षयम राघवे, राघव भनेको राम। रामको जस्तो शत्रु सम्पूर्ण मास हुन् तिम्रो। माने जसलाई टिको लगाइदिँदैछ त्यसलाई भनिँदैछ है। आयो रामको द्रोणको छोराको जस्तो होस्, दशरथका जस्तो शौर्य होस्, रामको जस्तो शत्रु नाश हुन्। शत्रुक्षण रह्यो। ऐश्वर्य नहुसे, राजा नहुस भन्ने एकजना राजा थिए। ती यहाँ पृथ्वी लोकको राजा, तर स्वर्गको राजा खाली भएको हुँदा उसलाई यहाँ स्वर्गमा राजा बनाइएको थियो। ऐश्वर्य नहुसको जस्तो, ऐश्वर्य नहुसको जस्तो स्वर्गको राजा बन्न पाऊ। गतिष्ठ पवन है, पवन भनेको हावा। हावा जसरी हिँडिरहन्छ माने गम नपाइकन हावा हामीहरूले हिँडे जस्तो वरैतिर पुग्ने, जताततै जान सक्ने गति तिम्रो होस्। मानन्छ दुर्योधन। राजा दुर्योधनलाई सबै देशको राजाहरूले मान्दथे, त्यस्तै तिमी पनि मान्ने जुन्ने, सबैको मान्ने गुन्ने हो राजा मानन्छ दुर्योधन। दानव सूर्य सुते, सूर्यका छोरा कर्ण, कुन्तीका पहिलो अविवाहित अवस्थामा जन्मेका छोरा कर्ण थिए, सूर्यका पुत्र। ती कर्ण बडा दानी थिए। कस्तो दानी थिए? अब त्यसको सधैँ दान गर्थे, सधैँ दान गर्थे, अनेक दान गर्थे। त्यसभित्रमा जुन कुण्डल कवच लिएर जन्मेका थिए, त्यो कुण्डल कवच पनि शत्रुले मार्न सक्दैन त्यत्रो सम्झले। त्यो पनि उनले ब्राह्मण रूपी भगवान्लाई दान गरे। र कर्ण जस्तो दानी हुन सकोस्। अर्थात् सूर्यपुत्र, दानव सूर्यका सुत भनेको छोरा है। दानव सूर्य सुत हलधरे, हलधर भनेको श्रीकृष्णका दाजु बलराम अत्यन्त बलशाली थिए। त्यस्तै जस्तो तपाईँको बल। सत्यन्त कुन्ती सुत, कुन्तीका छोरा
धेरै भाइ थिए तर तिनमा युधिष्ठिर अत्यन्त सत्यवादी थिए र युधिष्ठिर जस्तै सत्यवादी तिमी पनि हौ। सत्यञ्च कुन्ती सुते सुज्ञान विदुरे, विदुर अत्यन्त ज्ञानी थिए र तर उनले दिएको ज्ञान पनि दुर्योधनले मानेनन्। नमान्नाले दुर्गति महाभारतको युद्ध हुन गयो। उनले यदि भनेको मान्थे भनेदेखि महाभारतको युद्ध हुने थिएन र त्यस्ता ज्ञानी तिमीले पनि बन्नु पर्यो विदुर जस्तो ज्ञानी भनेर भन्यो। ज्ञान विदुर भवन्तु भवताम होस् है तिम्रो पनि। कीर्तिष्ठ नारायण, नारायण भगवान् नारायणको जस्तो संसारमा कीर्ति छ त्यस्तै कीर्ति तिम्रो पनि होस्। यही नै हो मूल आशीर्वाद हाम्रो दसैँको टिको लगाउनेमा छ। र अनि अर्को छ जीवकल्प सहस्राणी, कल्प सहस्त्र कल्पसम्म तिमी बाँचेर जीवकल्प सहस्राणी, सहस्त्र कल्पसम्म तिमी जीवित रहो। तेजोवृत्ति करम परम, तेज शक्ति तिम्रो सधैँ अटुट रहिरह्यो। प्रसाद देवी कल्याण, यो देवीको पूजा गरेर देवीको प्रसाद जो म दिँदैछु त्यसले तिमीलाई त्यस्तो शक्ति र देवीको तिलक रूपवर्धन जो तिलक लगाइदिँदैछु त्यसले तिम्रा सम्पूर्ण रिपुहरू रिपु भने शत्रुहरू नाश भएर जाउन्। यही आशीर्वाद हो।